एक्सेलमा चाहिँ है एक्सेल लेसनमा चाहिँ के छ भन्दाखेरि जुन चाहिँ यो तपाईले देख्नुहुँदैछ यो सब है क्यापिटल लेटरमा छ। यसलाई चाहिँ तपाईले सपोज लोअर केस या भनौं है स्मल लेटरमा सबै कन्भर्ट गर्नु छ भने चाहिँ तपाईले म्यानुअली त्यसलाई टाइप गरि बस्नु पर्दैन। सिम्पल त्यसलाई के गर्नु पर्यो फर्मुला युज गर्नु पर्यो र फर्मुला युज हुँदाखेरि जहिले पनि इक्वल टु बाट सुरु हुन्छ। इक्वल टु बाट लोअर गर्नुस्। लोअर गर्नुपछि चाहिँ लोअर गर्नु भएपछि के हुन्छ यसले चाहिँ कन्भर्ट अल लेटर्स इन टेक्स्ट स्ट्रिङ टु लोअर केस भन्दैछ है। यसलाई क्लिक गर्नुहोस्। त्यहाँदेखि जुन चाहिँ तपाईले कन्भर्ट गर्नु त्यसलाई क्लिक गर्नुहोस्। एन्टर भइगयो हैन। त्यहाँदेखि यहाँ राखेर यसरी क्लिक गर्नुहोस्। यो उतापट्टिको जति पनि छ तपाईको फर्स्टको डेटा यो सबै स्मल लेटरमा कन्भर्ट भएर आउँदैछ। अब यो तपाईलाई सपोज फेरि मानिलियौं त्यो चाहिँ अगाडिको चाहिँ स्मल लेटरमा छ अरे तपाईलाई अप्पर केसमा सबै चाहियो भने अप्पर गर्नुस्। सपोज यो हेर्नुस् डेटा है लोअर केस छ सबै अप्पर केसमा गर्नु छ नि निमा लेप्चा गर्नु हैन यो छ। यसरी सबै तपाईको चेन्ज भएर आउँदैछ र के रे प्रपर केस त तपाईलाई यादै छ अस्ति मैले देखाएको छु है यो लोअर केस र अप्पर केस आजको लेसनमा चाहिँ यो छ। Thank you.